स्पियरमिन्ट भन्ने एउटा जडीबुटी हो जुन लेमिनिएसी फ्यामिलीमा पर्दछ र यसको वैज्ञानिक नाम मेन्था स्पेक्ट्रा हो। यो निकै सुगन्धित जडीबुटी भएको हुनाले यसलाई विभिन्न खाद्य वस्तुहरू, पेय पदार्थहरू र माछा मासुहरूमा बास्नाको हिसाबले र स्वादको हिसाबले प्रयोग गर्ने गरिन्छ र यसको सुगन्धित तेलमा कार्बोन भन्ने एउटा मुख्य तत्त्व पाउने हुनाले आजभोलि यो टुथपेस्टमा, क्यान्डल्सहरूमा, विभिन्न क्यान्डी, चकलेटहरूमा निकै प्रयोग भइरहेको छ र स्वास्थ्यको दृष्टिकोणले विभिन्न पाचनसँग सम्बन्धित समस्याहरू, मुख्यतया यो वाकवाक लाग्ने समस्या, बान्ता हुने समस्या, त्यस्तै गरेर खाना नपच्ने समस्या लगायत यो चिल्लो पदार्थहरू पचाउनको लागि पनि निकै लाभकारी छ। यो चियाको रूपमा अर्थात् हर्बल टीको रूपमा आजभोलि निकै नै पिउने गरिन्छ। विभिन्न हर्मोनसँग सम्बन्धित समस्याहरू, महिलामा देखिने एउटा PCOS भन्ने समस्या हुन्छ जसलाई पोलिसिस्टिक ओभरियन सिन्ड्रोम भनिन्छ। यसमा मुख्यतया महिलाहरूमा यो एउटा टेस्टोस्टेरोन भन्ने हर्मोन र अर्को चाहिँ एन्ड्रोजन भन्ने हर्मोन वृद्धिले गर्दाखेरि महिलाहरूमा यो अनुहारमा धेरै मात्रामा चाहिँ रौँहरू देखिने, त्यस्तै गरेर डन्डीफोरहरू पर्याप्त मात्रामा दिने र यो स्वरमा पनि अलिक परिवर्तन हुने र यो महिनाभरि चाहिँ इरेगुलर हुने जस्ता समस्याहरूमा निकै लाभकारी देखिएको छ र यो विभिन्न अनुसन्धानहरूले यो देखाएको छ। यस्तै गरेर यसमा एन्टिअक्सिडेन्ट प्रोपर्टी भएको हुनाले चाहिँ पनि एकदम राम्रो मानिन्छ र हाम्रो शरीरमा सुनिने समस्याहरूमा, त्यस्तै गरेर यो श्वास प्रश्वाससँग सम्बन्धित समस्याहरूमा पनि निकै लाभकारी छ। यो तनावसँग सम्बन्धित समस्याहरू, त्यस्तै चिन्ता अनि यो मानसिक समस्याहरूमा पनि यो निकै राम्रो मानिन्छ र यो वेट म्यानेजमेन्टमा, तौल घटाउनमा पनि कारक मानिएको छ। यो स्पियरमिन्टको चियालाई दैनिक 2 पटक 1 महिनासम्म सेवन गरेमा स्वास्थ्यमा निकै लाभ भएको विभिन्न अनुसन्धानहरूले देखाएको छ।